नमस्कार, खोज समय युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। आज हामी पुरुषहरूले प्रयोग गर्ने अस्थायी साधन कन्डम केबाट बन्छ र कन्डम प्रयोग गर्दा हुने अनौठा फाइदाहरूको बारेमा चर्चा गर्नेछौँ। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। साथै स्वास्थ्य सम्बन्धी रोचक अनि महत्त्वपूर्ण जानकारी प्राप्त गर्न हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन छुन नभुल्नुहोला। महिलाहरूले प्रयोग गर्ने परिवार नियोजनका अस्थायी साधन जस्तै डिपो प्रोभेरा इन्जेक्सन, ओरल कन्ट्रासेप्टिभ पिल्स, इन्ट्रायुटेराइन कन्ट्रासेप्टिभ डिभाइस, इम्प्लान्ट लगायतका थुप्रै साधनहरू भए तापनि पुरुषहरूको लागि भने परिवार नियोजनको एकमात्र अस्थायी साधन हो कन्डम। कन्डम एक प्रकारको पातलो आवरण हो जुन यौन सम्पर्कको समयमा पुरुषले प्रयोग गर्दछन्। यसले पुरुषको शुक्रकीटलाई महिलाको पाठेघरमा प्रवेश गर्नबाट रोक्छ र गर्भ रहनबाट बचाउँछ। नेपाल लगायत विश्वमा सबैभन्दा बढी प्रयोग हुने कन्डम हो ल्याटेक्स कन्डम। उक्त कन्डम हेबिया ब्रासिलिनेसिस नामक रबरको रुखबाट निस्केको रसबाट बन्दछ। उक्त रसलाई प्रशोधन गरेर पातलो तर बलियो आवरणमा परिणत गरिन्छ। यसले अत्यन्तै राम्रो लचकता र मजबुती दिने भएकाले सहजै च्यातिँदैन र गर्भधारण रोक्न अत्यन्तै प्रभावकारी हुन्छ। साथै यो कन्डमले गर्भ रोक्न मात्र नभई यौन रोग जस्तै एचआइभी एड्स, सिफिलिस, गोनोरिया, हेपाटाइटिस बी लगायतका यौन रोग सर्नबाट पनि बचाउँदछ। ल्याटेक्स कन्डम नेपालका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाबाट निशुल्क वितरण गरिन्छ। हवस् त, आजको लागि स्वास्थ्य सामग्री यति नै। तपाईँ र मेरो भेट फेरि यस्तै जीवन उपयोगी स्वास्थ्य सामग्रीको साथमा हुनेछ। नमस्कार।